मान्छेन के छन्दन बन्द कहैचे यो कालठुटा त अस्तिसम्म त्यसै नान खजाल्दिन दाई तुरसालीलाई लिएको 15 वर्ष भयो गेलगेल नान खजाल्दिन भनेर त्यसै गनगन गर्तो आज त पुम्दै मर्छै गाँठे र त लो केटी टिपी जलन्दी त सट्टै मर्छे गर झन् त्यत्रो दुध र भात खाए जस्तो समदार पठाएँ त कालठुटा डाँगा चरे साँचो गतिल छैन होला यसो आँखा छल्लाएस् त भने बारीले यसो आँखा छल्लान लाएस् त यसो थामिन्छन् कि भने 15 वर्ष भयो तुर सालीले लिएको भने भन् त अन्त घरको पो साली भए त साइनल पो साली भए त तनले त बारी भन्ने गर मल भने यसो बारीले आँखा छल्लान लाएस् बाक्यरै साँचो कमजोरी छ डाँगा चरे साँचो काम गर्दैन कि के थान अब बाबुबाटै अब भगवानले दिँदै नदिएपछि तेरो के लाग्छ र हर के लाग्छ र भने झन् त्यत्रो दुध र भात खाए जस्तो समझार पठायो भने त हुरोबाट घोचिरहन नहुने हुबोबाट घोचिरहन नहुने हुरोबाट फुकिरहन नहुने घिनलाने मान्छेहरू छन्दनमा आजकल टप्पै टिभी केटी टिभीहरू जलन्द त्यो सुइकिचे खाउलामा जाने छोराछोरी भएन भनेर लगेर त गाँठे त्यो राम्रो स्वास्नी हुँदा हुँदै पछि थपान्छ छोराछोरी गेलगेल खजाल्छस् अन्त छोरा पाएन त्यस्तै हो छोरी पाएन त्यस्तै हो जट्टा पाएन दुःख तँ पाउँदाखेरि बल्ल थपान्छस् भर छोराछोरी भएन भने स्वान छोरी अर्को टिभी गाँच्छस् खाउलाम जाने पर्ख्यास् तँलाई मेरामा छोराछोरी पानु त्यस्तो छोराछोरी नपाने स्वास्नी पाने त राम्रो हो मेरामा छोरा दुईटा जन मान्छे राख जोडी जस्तो परि हिँड्न पाइन्छ मेरामा छोरा भयो जन असभाव छोराछोरी खजालिर बरा उलै पिंजरामा पाने आफू पिंजरामा पर्ने मेरामा छोरा भयो बरु त्यस्तै राम्रो छ जन त्यत्रो भने त हेर यसो आँखा छल्लाएस् त तँ कमजोरी छस् कि त्यो साँचो कमजोरी छ कि त्यो डाँगा चोरे साँचो काम गरिन कि यसो आँखा छल्लान लाएस् बारीले भने त हेर त झन् ठाठै झन् टप टिभी जालस् त यी बेलामा भने जस्तो हो।